साथीहरू अहिले ट्रेन चलिरहेको छ कि नेताहरूको। कस्तो खालको ट्रेन भने अब जनताहरू सचेत भयो, अहिले धेरै जनताहरू सचेत भइसकेका छन् देशको स्थिति देखेर होइन। अनि अहिले चाहिँ के भइरहेछ भने तपाईँको भोट माग्न जाँदाखेरि जनताहरूले प्रश्न गर्दाखेरि यो नेताहरू घरमा यति धेरै भ्रष्टाचारी भयो, यसरी पैसा निस्क्यो, त्यो के हो भनेर सोद्धाखेरि नेताहरू त्यो त एआईले बनाएको हो, हामीलाई बदनाम गर्नको लागि एआईले बनाएको भन्दै भोट माग्दै हिँडेछन्। अब त्यो हामीले उनीहरूकै कुरा पत्याइदिनु पर्ने। हेर्नु त, देशमा भएका भ्रष्टाहरू सबै एआईले गरेको, सबै। सुनकाण्ड, गिरीबन्धु, ललिता निवास, भुटानी शरणार्थी, भिजिट भिजा, यो सबै एआईले नै गरेको। मानिदिउँ न होइन, मानिदिउँ एकछिनको लागि, के छ र मानिदिउँ। अनि ती एआई भनेका चाहिँ फेरि हाम्रा उनीहरू ती नेताहरू नै हुन् क्या। कसरी भन्नुहुन्छ भने अब एआई भनेको चाहिँ एउटा मान्छेले टक्क निर्देशन दिएर चाहिँ उसले मान्छेको निर्देशन अनुसार काम गर्छ। हाम्रा नेताहरू चाहिँ विदेशी निर्देशन अनुसार काम गर्छन् क्या। यिनीहरू एआई नै हुन्, तर कस्तो खालको एआई भने आफ्नो स्वार्थ र पदको लागि पर्यायो भने देशै बेच्ने खालका विदेशी शक्तिहरूको निर्देशनमा काम गर्ने एआईहरू हुन् यिनीहरू चाहिँ। त्यही भएर फागुन 21 हुने चुनावमा चाहिँ एकदम संयम भएर एकदम सोच विचार गरेर भोट हाल्नु होला।